घुम्नु के हो? गन्तव्य, ठाउँ या रोमाञ्च? मेरा निम्ति घुम्नु भनेको यात्रा हो, बाटो हो। त्यसैले मैले एक दिन लेखेथेँ, मलाई गन्तव्यको मोह छैन, मलाई मोह हुँदै नभएको पनि होइन। मलाई मोह छ त केवल यात्राको, निरन्तर अविरल यात्राको। जुम्लाको बसाइमा त्यस्तै एउटा यात्राको संयोग जोड्यो, जसले मेरा सामर्थ्य र मेरा कमजोरीहरू मसामुन्ने छर्लङ्गै बनाएको छ। त्यही यात्राले पूर्णता पाइरहेको छ यस भिडियो मार्फत। हाई गाइस, वेलकम टु माई ब्लग एन्ड यात्रा प्रारम्भ भयो। हामी चाहिँ अब आज चाहिँ क्लासको साथीहरू मिलेर वी आर हेडिङ टुवर्ड्स चिमरा मालिका। यो चाहिँ जुम्लाको वरपर नजिक भएको चाहिँ फेमसै ठाउँ हो। इट्स अ लोकल टुरिस्ट स्पट आई मस्ट से। अनि त्यही भएर यो एक महिना छुट्टी हाम्रो कलेजको चलिरहँदा यतै बसिरहँदा केही प्रोडक्टिभ या भनौँ एकम्प्लिसमेन्ट होस् न भनेर चाहिँ हामीले प्लान गरेर टुडे वी आर हेडिङ दे। भर्खर यात्रा सुरु भएको छ, बजारमै छौँ हामी। अगाडि बढिरहँदा कस्ता कस्ता सरप्राइजेसहरू आउँछन् आई डोन्ट नो, वी डोन्ट नो। र त्यो चाहिँ बाटो र समयले नै बताउने छ। अहिले चाहिँ हामी वेल 5 पिपल हियर। यसमा सबभन्दा अगाडि छन् दिपेन्द्र दाई र मदन, मिस्टर फ्रेसर हाम्रो कलेजको है। इट्स 80 ब्याचको मिस्टर फ्रेसर मदन थापा छेत्री। र पछाडि दुईजना अरू छन्, यिनीहरू जाने कि फर्किने भन्ने दोधारमा भएका मान्छे हुन्। सरस्वतीको पागलपन्ती पनि देखाउँछ अरे उसले बेला बेला। त्यो भ्लगमा अगाडि थाहा भइ पनि हाल्छ सरस्वती कतिको पागल छ भन्ने कुरा। अब चाहिँ हामी अगाडि बढ्छौँ बाटोमा। वी विल किप यु गाइज अपडेटेड अनि लेट्स सी वाट कम्स। वेलकम टु भ्लग अगेन गाइज। हामी सामान किनिरहेको छौँ। हामीले धेरै सामान तलको पसलमा पनि किन्यौँ र केही सामान हामी यहाँ किनिरहेको छौँ। अब 2 छाक अहिलेको बिहानको खाना र 200 खाजा समेतको सामान हामी किनिरहेको छौँ। एउटा ब्याग मदनको पछाडिको द्याट ब्याग इज फुल र अर्को चाहिँ हामी सामानहरू लिइरहेको छौँ। ओके गाइज, अब फेरि इट्स अलरेडी बिन 10 तर हामी यहाँबाट निस्किनै सकेका छैनौँ। टोपी किनेँ मैले, अरू केटाहरूले पनि के किने अनि सामानै किनेर छौँ। आई डोन्ट नो कि हामी कति बेला त्यहाँ पुग्छौँ र कति बेला फर्किन्छौँ, बट वी होप हामी पुगेर चाहिँ फर्किन्छौँ। गाइज वी आर बिङ लेट। केही भन्न छ? केही छैन, रातिसम्म फर्किन्छ हामी। 12 बजीसम्म हाम्रै त रातको राजा। यस टोपी मन पर्यो कि मलाई। यस, मेरो अडियन्स या भनौँ मेरो भ्युवरहरूलाई पनि मन परेको छ अरे। गाइज यात्रा निरन्तर छ। हामी चाहिँ जङ्गलको बाटोमा पुग्यौँ ठ्याक्कै अब चाहिँ। इट्स बिन अराउन्ड 1 आवर हामी बजारबाट ठ्याक्कै हिँडेको र इट्स गोइङ क्वाइट गुड अहिलेसम्म। यहाँ केही साथीहरूमाथि मलाई अलिकति शङ्का थियो, बट दे आर डुइङ गुड। सरस्वतीले बेला बेला भनिरहन्छ कि आत्मशक्ति है सरस्वती, जुन शब्द मैले पहिला कहिले सुनेको छैन। आत्मशक्ति छ भने यात्रा जसरी पनि कम्प्लिट हुन्छ अरे। हामीले सरस्वतीका भनाइहरूलाई साधार गर्दै यो यात्रा हामी निरन्तर अगाडि बढाउनेछौँ। सानो चौर आयो, बाटोको बिचमा सानो चौर हामीले भेट्यौँ। इट्स इन्क्रेडिबल है। अब चाहिँ हामी यहाँ बसेर हामी खाजा खाने चाहिँ सानो प्लान गरेका छौँ। खाजामा चाहिँ हामी के खाइरहेछौँ मदन? अब केटीहरूको जात के गरौँ मैले केही भन्न सक्दिनँ। मदन हम समोसे खाएंगे खुशबू। नाउ वी आर ह्याभिङ दिस सुन्तला। मदनले सुन्तला कस्तो छ अरे? चिनी जस्तो गुलियो। चिनी जस्तो गुलियो। मदनले रुमबाट हामीलाई के खायौँ? हामीले अहिले समोसा खायौँ खुशबू भन्दै। त्यसपछि हामीलाई पिरो भयो, पानी खान मन लागिरहेको थियो तर वी फगट टु ब्रिङ पानी। त्यही भएर मदनले चाहिँ ही सरप्राइज अस विथ दिस सुन्तला। नट ओन्ली दिस, अरू पनि थिए है सुन्तलाहरू, केटाहरू खाइरहेको छन्। एन्ड वी विल बी ट्राइङ दिस गाइज। दिस इज द प्लेस वेयर वी लिभ। इस जुम्ला बजार है।
जुम्ला बजार वरपरको वातावरणको चाहिँ जति तारिफ गरियो त्यति नै कम हुन्छ हुनलाई। हामी चाहिँ मेरा गइरहला। यो चाहिँ अहिले देखिएको भ्यू हो। हाम्रो कलेज चाहिँ यहाँ माथितिर छ, कास जुन चाहिँ अहिले देखिरहेको छैन। यु गाइज क्यान सी दिस इज जुम्ला एयरपोर्ट। यही तल्लो बजार हो एयरपोर्टको एरिया, र बिच बजार चाहिँ अलिकति रुखहरूले छेकेको पनि छ। अनि बर्खामा तपाईँहरू यहाँ आउनुभयो भने त यु गाइज विल बी सरप्राइज कि यति राम्रो ठाउँ पनि हुनसक्छ। त्यसमाथि पनि जुम्लाको भाइब, जुम्लाको कल्चर, जुम्लाको चिसो, एभ्रिथिङ इज टप नच। यु गाइज क्यान इमेजिन कि कतिको चिसो छ। पुरै बरफ ठाड भन्छौँ हामी हाम्रो लोकल भाषामा, जमेको छ पुरै। ओसिट चिप्लो छ है गाइज, इट्स भेरी चिप्लो। आइएम स्लिप। पानीको अपेक्षा हामीले गरेका थियौँ जुन अलिअलि बगिरहेछ, तर पानी खान। ओ सिट गाइज 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 गाइज, म त भिडियो बनाउँछु है, तिमीहरू झरे पनि म त भिडियो मात्र बनाउँछु। जीवित छौ नि गाइज? कस्तो गाइज अरू सब ठिक छ, तर मेरो भाइरल हुने जुन सम्भावना थियो त्यो चाहिँ मबाट खोसियो, किनकि यिनीहरू लडेनन् तल। यतिको त अब भइरहन्छ। बिङ फ्रेङ्क, आई एम अ सेन्सेबल पर्सन, तर अलिकति आई लाइक जोकिङ अलिकति। द्याट इज वाइ म यस्तो निर्दयी पनि छैन है। दिस इज द प्लेस वी अराइभ है। सानो गाउँ छ जस्तो लाग्यो अगाडितिर। बच्चा बच्चीहरू दे आर प्लेइङ। अनि इट्स गुड, एटमोस्फियर इज गुड, भाइब इज गुड। यताबाट हामी जुम्लाको बजार, हजुर यता दिस इज द डाँडा वी आर गोइङ इन। त्यहाँ पुगेर पनि अझै उकालो छ या त्यहाँभन्दा पछाडि पनि हिँड्नुपर्छ भन्ने जस्तो चाहिँ लागिरहेछ। यो चाहिँ हाम्रो बजार, दिस इज आवर बजार है त। यहाँबाट सानो देखियोस्, तर जुम्ला अत्यन्तै ठुलो इन द सेन्स घरहरू धेरै भएर ठुलो होइन, विशाल छ हाम्रो जुम्ला। किनकि यहाँ हेर्न मिल्ने, देख्न मिल्ने, जान्न मिल्ने, बुझ्न मिल्ने अत्यन्तै धेरै कुराहरू छन्। चिसो यु गाइज क्यान इमेजिन। ओहो, अब चाहिँ हामी अगाडि बढ्छौँ। स्याउ जुम्लामा चाहिँ ठाउँमा स्याउको बगैँचा भइ नै रहन्छन्। यहाँ तल पनि स्याउका रुखहरू छन्। क्यामेराले देखाइरहेको छ, यो छ छैन आई डोन्ट नो, यु गाइज क्यान सी। अनि डाँडा काँडा यहाँ बसेर एकछिन हजुरलाई जुम्लाको परिवेश पनि देखाउन मन लाग्यो। यो डाँडा जुन तपाईँहरू देखिराख्नु भएको छ, यो चाहिँ हो हामीले डाँफे भ्यू टावर भन्छौँ यसलाई। यो पनि धेरै फेमस नै डाँडा हो जुम्लाको। त्योभन्दा यता यो जुन छ, यो चाहिँ पाटन छ। यही बाटोबाट हामी सिधा भ्यालीसम्म पनि जान सक्छौँ यदि हिँडेर जानु पऱ्यो भने। यो पाटन पनि अत्यन्तै सुन्दर छ। हामी त्यहाँ करिब 1 वर्ष अगाडि जति गएको थियौँ। त्यो चाहिँ करिब 4100-4200 मिटरको एल्टिट्युडमा चाहिँ त्यो पाटन छ। अनि यताको जुन हाम्रो डाँफे छ त्यो चाहिँ 3600 मिटर्स चाहिँ त्यसको अल्टिट्युड हो। यो हाम्रो जुम्ला बजार हो। यता चाहिँ हामी जुन चिमरा मालिका जहाँ हामी गइरहेछौँ, यो चाहिँ त्यो एरिया हो। गाउँ पनि छ यहाँ। अनि अरू परिवेशको कुरा गर्ने हो भने जुम्लामा गुठी चौर, सिजा भ्याली, गिरीदह लगायत विभिन्न ठाउँहरू, शङ्कर झरना लगायत विभिन्न ठाउँहरू छन् जहाँ चाहिँ हामी आदि ठाउँहरूमा पुगेका छौँ र आदि ठाउँहरूमा चाहिँ हामी पुग्ने नै छौँ। कमिङ भ्लग्सहरू हामी बनाउँछौँ, म बनाउँछु, हजुरहरू देख्न पनि सक्नुहुनेछ। यु गाइज विल फाइन्ड द्याट इन माई युट्युब च्यानल, आई होप द्याट। अनि अहिलेको एटमोस्फियरको कुरा गर्ने हो भने इट्स बबाल। यहाँ चाहिँ पानी खान गइरहेछन् केटाहरू। हामी पानी ल्याउन बिर्स्यौँ, द्याट वाज आवर फल्ट। किनकि यत्रो 1-2 घन्टा हिँडेर त हामीले पानी नै खान पाएनौँ। अब चाहिँ हामी पानी खानेछौँ र हामीले हाम्रो यात्रा चाहिँ निरन्तर अगाडि बढाइ नै रहनेछौँ। गाइस केटाकेटीहरू टोल्ड अस कि त्यहाँभन्दा माथि जुन डाँडा छ त्यहाँ पुगिसके पनि कति हिँड्न पर्छ अरे। त्यहाँबाट माथि पुगिसकेपछि कति लाग्छ अरे? अनि त्यहाँभन्दा उता मालिकै पुग्न कति लाग्ला? 1 घन्टा, 1.5 घन्टा, हामी 2 घन्टासम्म लाग्ला। 2 घन्टामा पुग्छौँ? बिस्तारै हिँड्ने नि पुग्छौँ? बिस्तारैमा पुग्नु, छिटो हिँडेपछि। ल छिटो हिँडेपछि हामी पुग्छौँ। ल हामी पुग्छौँ, त्यहाँ पानी छ, हामी चाहिँ पानी खान जान्छौँ अब।
र दिस इज अ गुड लाइफ है यो समयमा। अनि यु गाइज क्यान सी पुरै आइस जमाएको छ पुरा। अनि केटाहरू चाहिँ त्यो आइसमै हिँडिरहेछन्। यो हो जुम्लाको चिसो, जुम्लाको भाइब, जुम्लाको मजा। इफ यु गाइज वान एक्सपिरियन्स इट यु गाइज क्यान भिजिट जुम्ला है। अब सबै ठाउँको आफ्ना आफ्ना स्पेसिलिटिजहरू हुन्छन्, विभिन्न कलेजेसहरूको आफ्ना आफ्ना स्पेसिलिटी हुन्छ, त्यो ठाउँ अनुसारको हुन्छ। र जुम्लाको स्पेसिलिटी हो यहाँको नेचर, यहाँको भाइब, यहाँको कल्चर र यहाँको चिसो। एस आई डिड इट। सरस्वती इज गोइङ देयर। ल गाइस, ल सरस्वती लेट्स सी। तिमी भारी छौ है, भुइँसी होइनौ तिमी भनिरहेको छु है म। सरस्वती भित्र गयो भने म त भागिदिन्छु, किनकि सरस्वतीलाई बोक्न सक्ने सामर्थ्य ममा छैन। ल सरस्वती भुइँसी भएको हुनाले सरस्वती अगाडि आउन सकेको छैन। हामी चाहिँ अब पानी खाएर वी विल हेड अहेड है त। है चार्ज कम छ, म चाहन्छु कि चार्ज बचाउँ, माथि पुगौँ, फोटो खिच्न छ। तर यो भ्यूले मलाई रोक्नै सक्दिनँ म आफूलाई, किनकि कस्तो राम्रो भ्यू छ। यो पुरै चौर, उताको त्यो घर, यो रोड, अगाडिको अलिअलि देखिरहेको जुम्ला बजार र माथिको हाम्रो मालिका। यतातिर अब बिस्तारै हिउँ पनि देख्न थालेको छ। तपाईँहरूले कतिको देखिराख्नु भएको छ, मेरो क्यामेराले कतिको जस्टिफाई गरेर छ आई डोन्ट नो, बट इट्स लाइक स्मल पिस अफ हेभन। सानो फेरि ओहो लुक एट दिस भ्यू, लुक एट दिस चौर, look at this sky, look at me, look at this डाँडा, look at मदन, look at those चोमुहरू एन्ड लुक एट। अब तपाईँले देखिराख्नु नभयो होला, उता चाहिँ एउटा चिल पनि उडिरहेछ। सो वी आर ह्याभिङ, त्यही चिलै देखाइरहेको थिएँ म क्यामेरामा, तर क्यामेराले आई डोन्ट थिङ्क कि देखिरहेछ। सो गाइज, हेलो गाइज, नाउ वी आर ह्याभिङ सम खाजा। दिस इज आवर वाइ एन्ड सबैहरूको हातमा एउटा एउटा वाइ छ। एन्ड वेयर इज कोक? ए सरस्वतीको हातमा कोक रहेछ। अहिलेलाई चाहिँ इट्स कति बज्यो गाइज? कति बज्यो गाइज? यसमा देखेन, कोही बोलेनन्, ठिकै छ। हामी हिँडेको करिब 3.5 घन्टा आसपास भयो। हामी चाहिँ यो खरकहरू भएको, बारीहरू भएको एउटा एरियामा पुगेका छौँ। अब हामीलाई लाग्छ 1 घन्टा 1.5 घन्टा जतिमा पुगियोस् भन्ने हाम्रो अपेक्षा छ, पुगिनेछ भन्ने पनि हामीले आशा गरेका छौँ। लेट्स सी के हुन्छ। र अहिलेसम्म चाहिँ यात्रा राम्रो गइरहेछ। 1:07 गयो भने हामी 10 बजे हिँडेको थियौँ भने इट्स ठ्याक्कै 3 घन्टा भएछ। अब चाहिँ हामी अगाडि बढ्छौँ। यात्रा इज गोइङ गुड, भाइब राम्रो छ, ठाउँ राम्रो छ। अनि वी आर इन्जोइङ गाइज, वी आर इन्जोइङ न गाइज, वी आर इन्जोइङ। अलि यिनीहरूको अल्छीपनाले देखाउँछ कि हामी कतिको इन्जोय गरेर छौँ, तर हामी गरि चाहिँ रहेछौँ। यात्रा निरन्तर छ गाइज, हामी धेरै माथि आइसक्यौँ। इट्स बिन 3 आवर्स। खाजा खाएर पनि हामी अलि माथि हिँडिसकेका छौँ, तर पनि भिडियो अत्यन्तै लामो बनिरहेको चाहिँ मैले आभास गरेको छु। त्यही भएर आजको लागि यस भिडियोमा यति नै गरौँ। धेरै माथि जान छ, धेरै कुराहरू अरू पनि देखाउन छ हजुरलाई। नेक्स्ट पार्टको लागि यु क्यान सब्सक्राइब दिस च्यानल। यस भिडियोलाई लाइक, सेयर गरिदिनु होला र स्टे ट्युन्ड विथ अस।